प्रतियोगिता भव्य र सभ्य सभ्यहरूमा सञ्चालन भइरहेको छ र भोलिका दिनहरूमा पनि यहाँहरूले जसरी सहयोग गर्नुभएको छ त्यसमा नगरपालिकाले भोलिका दिनहरूमा पनि यसको अपेक्षा लिएको छ र यो खेलको क्रममा मैले धेरै नभने यो भाषणभन्दा पनि यहाँ सबै खेल हेर्न आतुर हुनुभएको छ। यो खेल भव्य र सभ्य रूपले सञ्चालन भयोस् यही शुभकामना राख्दै मेरो छोटो भनाइ यहीँ अन्त्य गर्छु। हस्, धन्यवाद व्यक्त गर्न चाहन्छु तेस्रो नगरपालिकाका प्रमुख पौडेलजीलाई यसै गरी मन्तव्य राखिदिनु हुनको लागि आजका प्रमुख अतिथि बेचुली नगरपालिका नगर श्रद्धेय हरिप्रसाद नेपालीजीलाई म आफ्नो मन्तव्यको लागि सञ्चालक